कमल दह घुम्न आएको कान्छी तिमीलाई देखी कान्छी तिमीलाई देखी। हेलो वेलकम एन्ड नमस्ते गाइज, के छ सबैजना सन्चै हुनुहुन्छ होला। सो हामी पनि एकदम सन्चै छौँ। आज चाहिँ हामी यो रुकुम पश्चिमको यो मुसिकोट नगरपालिका यो साँखमा रहेका छौँ। हामी यति बेला रुकुमकोट पूर्वी रुकुम जाँदैछौँ कमलताल घुम्नको लागि भनेर हामी जाँदैछौँ। यति बेला देख्न सक्नुहुन्छ यहाँ चाहिँ हस्त सर हुनुहुन्छ हाम्रो, अनि यता हाम्रो अर्को नवीन सर हुनुहुन्छ। सबै हामी बाइकमा चाहिँ आज यात्रा गरिरहेको छौँ। हामीले आज चैते दसैँको दिन, विशेष त चैते दसैँको सबैलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हामी चाहिँ यसरी बाटोमा हेर्नुहोस् यस्तो रमाइलो ठाउँ छ है, डाँडा पाखातिर सर हावा चलिरहेको छ र कोइलीको धुन सुन्न सक्नुहुन्छ तपाईँहरूले। अनि हाम्रो सर चाहिँ यसरी माथि उकालातिर लागिराख्नु भएको छ माथितिर। हामी यसरी जाँदैछौँ यति बेला। भिडियोमा अन्तिमसम्म हेरेर साथ दिनु होला हजुरहरूले। म चाहिँ यहाँदेखि रुकुमकोट पूर्वी रुकुमसम्मको भिडियो बनाएर फेसबुक पेज एन्ड युट्युब च्यानलमा पोस्ट गर्नेछु र हजुरहरूले जतिसक्दो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै अब सुरु गरौँ बाँकी भिडियो है त। ल हाम्रो सरले चाहिँ यसरी लालीगुराँस टिपिसक्नु भएको छ। हेर्नुहोस् हामी चाहिँ यो पश्चिम रुकुम र पूर्वी रुकुमको बिच जङ्गलकोमा छौँ। यहाँ चाहिँ हेर्नुहोस् यसरी लालीगुराँसको फुल टिपेर यस्तो राम्रो फुल फुलिरहेको छ। हामी लालीगुराँसको फुल टिप्नको लागि भनेर यहाँ डाँडामा छौँ। अनि अब हामी चाहिँ यहाँदेखि अगाडि बढ्नुपर्ने हुन्छ। सो पूर्वी रुकुम पुग्नुपर्ने हुन्छ रुकुमकोटसम्म। त्यही भएर चाहिँ अब हामीसँग टाइम नभएर अलि छिटो भनेर जाँदैछौँ। भिडियो हेर्नु होला। कमल दह घुम्न आएको कान्छी तिमीलाई देखी कान्छी तिमीलाई देखी सरर फेवामा बाँकी जीवन माया सेवामा पोखरामा घुमाउने घर पोखरामा पया पारिदेऊ यो दिलको टोकरामा। गाइज देख्न सक्नुहुन्छ है, यहाँ छौँ हामी। कमलताल आउने हाम्रो धोको पनि पुरा भयो। कमलको जराहरू पनि छ गाइज, म तपाईँहरूलाई त्यो पनि देखाउने छु। र यहाँ अगाडि मन्दिर पनि रहेछ। मन्दिरमा पनि हामी जानेछौँ, त्यहाँको भिडियो पनि बनाउने छु, त्यो पनि हेर्नु होला हजुरहरूले। हजुर हजुर तपाईँलाई एउटा कमलको जरा निकालेर दिन्छु त्यहाँबाट। हजुर यसरी आइरहेका छौँ। सर पनि कालो झिल्के चस्मा लगाएर एकदम ठिक छ सर है। रुकुमकोट यो पूर्वी रुकुम यो लुम्बिनी प्रदेशमा पर्छ है। कर्णाली प्रदेशदेखि हामी लुम्बिनी प्रदेशमा आइपुगेका छौँ यति बेला। के छ हजुर कहिले आउनु भएको थियो कि नै सर यहाँभन्दा अगाडि? 5-6 चोटि आउनुभयो है। ल म चाहिँ 2 चोटि आएँ यहाँ चाहिँ। यसरी घुम्न चाहिँ आज फर्स्ट टाइम पाउँदैछु यहाँ चाहिँ। हाम्रो यो स्टाफहरू सबै छौँ, स्टाफ टोलीहरू होइन। सो एकदम रमाइलो भएको छ। हजुरहरूलाई पनि देखाइरहेको छु नि त मैले। ल एकदम रमाइलो छ। तपाईँ हेर्नुभन्दा अगाडि आउनुभयो कि नै? 25 पटक भइसक्यो राजा। हजुर 25 पटक भइसक्यो मेरो कमल। 25 पटक भयो। म पनि धेरै हाँसहरू पाइन्छन् कमलदहमा होइन। हाँसहरूले पौडी खेलेर आउँछन्, जस्तै माछा हुन्छ नि। हजुर देखिरहनु भएको छ नि। यो के हुन्छ सर? यो पालेको हाँस हो सर। पालेको हाँस हो। तपाईँ लग्न चाहनुहुन्छ भने 1-2टा मन फ्री मिलाइदिनु सक्छु। म यहाँबाट 1-2टा केटी लग्न मिल्दैन सर? नै त्यो त मिल्दैन हजुर। 1-2टा केटी लग्न मिल्ने भयो बरु यसो। केटी लग्न यहाँबाट मिल्दैन, बिहे गऱ्यो भने चाहिँ मिल्छ। ल अब चाहिँ हामी यो वरिपरि घुम्दैछौँ है। कमल घुम्ने हामी हामीसँग टाइम पनि एकदम कम छ। हामी आज चाहिँ शनिबारको दिन प्लस आज चैते दसैँको दिन भएको कारणले गर्दा हामी चाहिँ घुम्नको लागि भनेर जाऊँ न त रुकुमकोटतिर भनेर कमल दहमा आएका छौँ। यहाँ एकदमै थुप्रै मान्छेहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। आजभोलि चाहिँ अलि अगाडिको भन्दा चाहिँ आजभोलि एकदम सफा भएको देखिन्छ, हामीले देख्न सक्छौँ। यसरी सफा भएको छ पहिलेको तुलनामा। यसरी हाँसहरू पनि देख्न सक्नुहुन्छ, यसरी पौडी खेलिरहेका छन्। सो मन्दिरको वरिपरि हामीले परिक्रमा गरेको छौँ एकचोटिको लागि। ओ देवी देवताले हाम्रो रक्षा सधैँभरि रहोस्, सोचेको आँटेको कामहरू पुरा होस्। ल
ल हामीले लाली गुराँस पनि यसरी हामी देवी देवतालाई चढाइदिएका छौँ। रुकुम पश्चिमदेखि लिएको लाली गुराँस चाहिँ हामीले रुकुम पूर्वमा आएर यसरी देवी देवतालाई हामीले चढाएका छौँ। हाम्रो सोचेको आँटेको कुराहरू सबै कुरा पुगोस्। अनि यस्तो रहेछ हेर्नुहोस्, यो चाहिँ कमलको जरा यो बिचमा रहेछ है। ओहो सरले सिस्टम बिगार्नु भयो। हो देवी देवताले सबैको रक्षा गरून्। यसरी एउटा भिडियो बनाउँदैछौँ अनि एउटा फोटो पनि बनाउँदैछौँ, ग्रुप फोटो खिच्दैछौँ। बग्नु चाहिँ मेरो टाउको देखिएन। ठिक छ नि, अब चाहिँ हामी यति अगाडि बढ्छौँ गाइस। फेरि पनि हामी मुसिकोट खलङ्गा पश्चिम रुकुमतिर जाँदैछौँ होइन। हाम्रो अर्जुन सर हुनुहुन्छ, उहाँ चाहिँ एकदम रिसाउनु भएको छ, बाइकमा यसरी रेडी बस्नु भएको छ, ढिलो भयो भन्नुभएको छ, त्यही भएर चाहिँ एकदम बस्नु भयो। यति टार्गेट सुन्नु भएको छ। ठिक छ, हामी चाहिँ अब जान्छौँ। ओहो ल ल अब हामी यो अगाडि निस्किँदैछौँ। क्यामेरादेखि हजुरले क्यामेरादेखि मोबाइल छ ल हामी अगाडि बढ्यौँ है त गाइस। अब चाहिँ है ल आउनुहोस्।